जेम्सबाट प्लिज बोलाउन चाहन्छु सृष्टि सुनार। One of my favorite song. Mine too. अनि मेरो कन्टेस्टेन्टले परफर्म गर्दा मलाई कति आनन्द मिल्यो होला भन त साथी। मैले त त्यहाँ बसेर सँगसँगै गाइरहेको थिएँ साथी। सृष्टिले कस्तो गाई भन्ने कुरा सुन्न चाहन्छु राम दाइ। आजको प्रस्तुतिको कुरा गर्दाखेरि एज अ होल राम्रो भएको छ। मुख्य कुरा एउटा जुन वेस्टर्न सिङ्गिङमा एउटा जुन भोइसको एउटा डाइनामिक प्रेजेन्टेसन हुन्छ त्यो चिज राम्रो लाग्यो मलाई र तिमीले डुबेर गाएको छौ। हाम्रो गेस्ट हाम्रो इन्दिरालाई सोधौँ न कस्तो लाग्यो त्यो एभ्री वर्ड आई थिङ्क सी इज फिलिङ एभ्री वर्ड द सङ डिस्क्राइब्स। यो चाहिँ सिने दिदीले गाउनु भएको गीत आई थिङ्क रेन्ज पनि तपाईँले अलिक बढाउनु भएको छ। सो माथिको हायर नोट्सहरू पनि पुगेको छ। आई थिङ्क एकदमै फुल माइकमा त एकदम झप्पको फुल भोइस सुने मैले होइन। भोकल थ्रो पनि अति मन पर्यो। एकदमै म तपाईँको फ्यान भएँ साँच्चै। के गर्ने होला। सृष्टिको राम्रो दृष्टिले राम्रोसँग गाउँदाखेरि कम्प्लिमेन्ट्सको वृष्टि भयो। हो वृष्टि भयो वृष्टि भयो। अब भोटिङको वृष्टि पनि गराऊ सृष्टि। ओके सृष्टि भोट अपिल। यहाँलाई धेरै धेरै धन्यवाद। मलाई भोट गरी यहाँसम्म ल्याउनु भएको छ। अझै पनि म अघि बढ्न चाहन्छु र अघि तपाईँले मलाई देख्न चाहनुहुन्छ अब अर्को पर्फर्मेन्स पनि यस्तै राम्रो राम्रो दिएको देख्न चाहनुहुन्छ भने मलाई भोट गर्नुहोस् र मलाई भोट गर्नको निम्ति टाइप गर्नुहोस् एन्टी स्पेस SRI र त्यसलाई 2722 पठाइदिनुहोस्। र त्यसै गरी मलेसियामा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि म भोट अपिल गर्न चाहन्छु। यहाँले पनि मलाई भोट गर्न सक्नुहुन्छ र भोट गर्नको निम्ति टाइप गर्नुहोस् एन्टी स्पेस SRI र त्यसलाई 39393 पठाइदिनुहोस्। धन्यवाद।